यौन सम्पर्क अथवा शारीरिक सम्बन्ध राख्नको लागि उपयुक्त समय कुन होला? बेलुका, राति, बिहान अथवा दिउँसो? कुन समयमा शारीरिक सम्बन्ध राख्दा अथवा यौन सम्पर्क गर्दा बढी राम्रो र उपयुक्त मानिन्छ? आज हामी यसै विषयमा रहेर परिचर्चा गर्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र यस्तै महिला र पुरुषबीच मानव यौन जीवनसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू बनाउने गर्दछु। यदि तपाईँलाई मेरो यस्ता खालका भिडियोहरू मनपर्छ भने मेरो यस च्यानललाई सब्सक्राइब गरेर जोडिनुहोला। नमस्ते। एसटी सुदीप युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्ण मेरा भगवान रूपी दर्शकहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आदरणीय दर्शकवृन्दहरू, हजुरहरू के कस्तो अवस्थामा हुनुहुन्छ? जे जस्तो अवस्थामा भए तापनि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै ढिलो नगरिकन प्रवेश गरौँ आजको विषयवस्तुतर्फ। आजको विषयवस्तु रहेको छ शारीरिक सम्बन्ध राख्नको लागि अथवा यौन सम्पर्क राख्नको लागि उपयुक्त समय कुन मानिन्छ? हेर्नुहोस्, अब यौन सम्पर्क गर्नको लागि कुनै समय उपयुक्त भन्ने कुरो हुँदैन। अब जति बेला मन लाग्यो त्यति बेला आफू र आफ्नो पार्टनरबीच सल्लाह सहमति भए जति बेला पायो त्यति बेला गर्न सकिन्छ। यो आफू र आफ्नो पार्टनरबीचको समझदारीमा हुने कार्यक्रम हो। यो एउटाको मात्रै चाहना भएर पनि भएन र अर्कोको मात्रै चाहना भएर पनि भएन। यौन सम्बन्ध राख्नको लागि अथवा शारीरिक सम्बन्ध राख्नको लागि आफू र आफ्नो पार्टनरबीच चाहना दुवै पक्षमा हुनुपर्दछ। एकतर्फी चाहनाले मात्रै यौन सम्पर्क गर्न अलि असम्भव हुन्छ। यसको लागि दुवैजना राजी खुसी हुनुपर्दछ। र कुन समयमा बढी उपयुक्त मानिन्छ अथवा राम्रो मानिन्छ त भन्ने विषयमा यसको समय भने तोकिएको हुँदैन। तपाईँले चाहेको खण्डमा अब बिहान, साँझ, दिउँसो, बेलुका जतिखेर पनि गर्न सक्नुहुन्छ। यदि तपाईँ र तपाईँको पार्टनरबीच एक आपसमा समझदारी भएको छ र दुवैको इच्छा छ र चाहना छ भने जुनसुकै समयमा पनि तपाईँले शारीरिक सम्बन्ध राख्न सक्नुहुन्छ। तर यसको अलावा सबभन्दा बेस्ट मानिने अथवा शारीरिक सम्बन्ध राख्नको लागि अथवा यौन सम्पर्क राख्नको लागि सबैभन्दा बेस्ट मानिने भनेको बेलुकीको समय हो। बेलुकी रातिको समयलाई एकदमै बेस्ट मानिन्छ। किन बेस्ट मानिन्छ भनेपछि दिउँसभरि हामीले विभिन्न किसिमका कार्यहरू गर्छौँ। विभिन्न किसिमका आफ्नो कार्य व्यस्ततामा अथवा आफ्नो काममा व्यस्त भइरहेको हुन्छौँ दिउँसो। दिउँसोमा त्यति समय मिल्दैन। किन मिल्दैन भने हामीले आफ्नो दैनिक गुजारा चलाउनको लागि आफ्नो काम त गर्नै पर्यो। बसेर खान त मिल्दैन। दिउँसभरि आफ्नो काम र कार्य व्यस्ततामा व्यस्त भइन्छ, उतैतिर बिजी भइन्छ र दिउँसो त्यति सम्भव पनि हुने कुरो भएन। र दिउँसभरि काम गरिसकेपछि जब हामी बेलुकी साँझमा आफ्नो परिवारसँग जब भेटघाट हुन्छौँ तब एक आफ्नो सबैजना बसेर परिवार बसेर खानपिन गर्ने, रमाइलो गर्ने कार्यक्रम सिर्जना हुन्छ। र बेलुकामा के हुन्छ भनेपछि बेलुकामा सबैजना मिलेर खानपिन गरिसकेपछि सबै आफ्नो बिस्तारमा जाने क्रम जारी हुन्छ। अब बेलुकी अब सुत्नु पर्यो। त्यसपछि बेलुकीको अवस्था कस्तो हुन्छ भनेपछि वातावरण पनि एकदम सुनसान, कसैले डिस्टर्ब नगर्ने खालको। किनभने मान्छेहरू सबै दिनमा कार्य व्यस्ततामा काम हुन्छ, आफ्नो काम गरेका हुन्छन् र बेलुकी थाकेका पनि हुन्छन् र हरेक किसिमको तनावहरू पनि केही हदसम्म सिर्जना भएका हुन्छन्। त्यस्तो अवस्थामा बेलुका के हुन्छ भनेपछि अब आराम गर्नु पर्यो र तनावलाई केही हदसम्म मुक्त गर्नु पर्यो र शरीरले केही चाहेको पनि हुन्छ र त्यो चाहना परिपूर्ति गर्नको लागि अविवाहितलाई त अहिले सम्भव हुँदैन, तर विवाहितहरूको लागि चाहिँ सम्भव पनि एकदमै अनिवार्य मानिन्छ अथवा शारीरिक सम्बन्ध राख्न खोज्दछन्। यस्तो अवस्थामा के हुन्छ भने साँझमा सबै खाना खाएर सुतिसकेपछि आफ्ना बालबच्चाहरू अथवा बालबच्चा भएकाहरूले बालबच्चाहरू पनि दिउँसभरि अब कोही पढ्न गएका हुन्छन्, कोही कता खेल्न गएका हुन्छन्, कता काम गर्न गएका हुन्छन्। उनीहरू पनि बेलुकी खाना खाइसकेपछि मस्त थाकेको हुन्छन्, आफ्नो बिस्तारमा सब सुतेको हुन्छन् र त्यसको अलावा वातावरण पनि एकदम सुनसान हुन्छ। सुनसान वातावरण भएको बेलामा शारीरिक सम्बन्ध राख्नको लागि एकदमै बढी मजा हुन्छ, कसैले डिस्टर्ब गर्दैन। त्यस्तो अवस्थामा के हुन्छ भने चाहिँ बेलुका सबै आफ्नो ठाउँमा सुत्न गइसकेका हुन्छन् र सुत्छन्। त्यसपछि आफू र आफ्नो पार्टनरबीच पनि सुत्ने कार्यक्रम हुन्छ। जब सुतिन्छ आफू र आफ्नो पार्टनरबीच र एक आपसमा सल्लाह गरेर शारीरिक सम्बन्ध राख्ने कार्यक्रम सुरुवात हुन्छ। जब हामीले शारीरिक सम्बन्ध राख्छौँ बेलुकामा तब मात्र त्यस पश्चात हामीलाई मिठो निद्रा आउने, दिउँसभरिको थकानलाई केही हदसम्म कम गर्ने, मानसिक तनावहरूलाई केही हदसम्म कम गर्न सम्भोग अथवा शारीरिक सम्पर्कले एकदमै ठुलो भूमिका खेलेको हुन्छ। त्यसैले सबैभन्दा एकदम बेस्ट मानिने भनेको बेलुका राति सुत्ने बेला अथवा सुत्नुभन्दा पहिला एकचोटि शारीरिक सम्बन्ध राखियो भने निद्रा पनि प्रशस्त मात्रामा लाग्छ। जब हामीले आफ्नो कार्यक्रम समापन गरेर सुत्छौँ छिनभरमै हामीलाई निद्रा लाग्ने गर्दछ। किनभने शारीरिक सम्पर्क राख्यौँ भने शरीरले रिल्याक्स फिल गर्छ। जब हामी एकचोटि शारीरिक सम्पर्कमा जान्छौँ आफू र आफ्नो पार्टनरबीच जब यौन कार्य हुन्छ त्यस पश्चात शरीर एकदम रिल्याक्स अथवा
महसुस गरेको अथवा गर्छ शरीरले। जब शरीरलाई आनन्द महसुस हुन्छ अथवा रिल्याक्स फिल हुन्छ तब एकदमै छिटो निद्रा आउने गर्दछ। त्यसैले शारीरिक सम्बन्ध राख्नको लागि अथवा यौन सम्पर्क राख्नको लागि सबैभन्दा बेस्ट समय भनेको बेलुका सुत्नुभन्दा पहिलाको समयलाई एकदम बेस्ट मानिन्छ। यो समयमा तपाईँले शारीरिक सम्बन्ध राखेर सुत्नुभयो भने छिट्टो निद्रा पनि पर्ने, तनावहरू पनि केही हदसम्म कम गर्ने र देशभरिको थकानलाई पनि केही हदसम्म कम गर्ने र शरीरले रिल्याक्स फिल गर्ने अथवा शरीरले आनन्द लिने यस्तो हुन्छ। त्यसैले अब विवाह गरेर ल्याइसकेपछि त अब शारीरिक सम्बन्ध राख्नको लागि यति उति यो टाइम त्यो टाइम भन्ने त हुन्न। अब इच्छा र चाहना भयो र दुई आफू र आफ्नो पार्टनर बिच सहमति भयो भने जतिखेर पनि गर्न पाइने भयो। तर एकदमै लामो समय दिने र रिल्याक्स फिलमा अथवा आनन्द अथवा सुनसान अवस्थामा अथवा कसैले डिस्टर्ब नगर्ने हिसाबले शारीरिक सम्बन्ध राख्ने हो भने बेलुकीको समय एकदमै राम्रो मानिन्छ। किनभने बेलुकीमा सबै सुत्छन्, आफ्नो ठाउँमा सबै बसिसकेका हुन्छन्, बिस्तारमा सबै पसिसकेका हुन्छन्, आफ्नो क्षेत्रमा सब कार्यव्यस्त हुन्छन्। बच्चाहरू पनि बेलुकी खाना खाइसकेपछि एकदम छिटो सुत्ने निदाउने गर्छन् र बच्चाहरूले पनि डिस्टर्ब नगर्ने भए बच्चा नभएकाहरूलाई त झन् राम्रो भइगयो, कसैले पनि डिस्टर्ब गर्दैन। विवाह गरेर ल्याइसकेपछि बच्चा नहुने भन्ने कुरो त हुन्न, समय लाग्न सक्छ, ढिलो चाँडो हुनसक्छ, त्यो छुट्टै कुरा। र त्यस्तो अवस्थामा बच्चा भएको खण्डमा पनि बच्चाहरू मस्त सुत्या हुन्छन्, त्यो बेलामा पनि बच्चाहरूले डिस्टर्ब नगर्ने भए र कुनै पनि क्षेत्रबाट अथवा कुनै पनि तरिकाबाट कुनै पनि प्रकारको डिस्टर्ब नहुने, सुनसान हुने, कसैले पनि डिस्टर्ब नगर्ने र यस्तो अवस्थामा शारीरिक सम्बन्ध राख्नको लागि एकदमै राम्रो बेस्ट र साई अनुसारको सम्बन्ध राखेर मजा लिन र दिन सकिन्छ। त्यसैले चाहेको खण्डमा जति बेला पनि गर्न सक्ने भयो, त्यो चाहिँ समय तोकिने कुरो भएन। तर मेरो अनुभव अथवा मेरो अनुभवको आधारमा सबभन्दा बेस्ट समय भनेको बेलुकी सुत्नुभन्दा पूर्व एकचोटि लगाएर अथवा एकचोटि सम्भव गरेर सुत्नुहोस्। तपाईँलाई मस्त निद्रा आउनेछ, शरीरले रिल्याक्स फिल गर्नेछ, सबै कुराबाट मुक्त हुनुहुनेछ, टेन्सन मुक्त हुनुहुनेछ र मस्त निद्रा पर्नेछ भन्दै कुन अवस्था अथवा कुन समयमा शारीरिक सम्बन्ध राख्दा राम्रो हुन्छ भन्ने विषयमा कुराकानी गर्ने क्रममा यही हो। मेरो अनुभवको आधारमा मैले अनुभव गरेको अनुसार बेलुकीमा शारीरिक सम्बन्ध राख्दा एकदम राम्रो हुन्छ। अरू बेलाभन्दा बेलुकी सुत्नुभन्दा पूर्व शारीरिक सम्बन्ध राखेर सुत्नुभयो भने एकदमै तपाईँ पनि खुसी हुने र तपाईँको पार्टनर पनि खुसी हुने। समयलाई छुट्याउनु, समय तय गर्नुहोस्, त्यही अनुसार आफ्नो कार्यक्रमहरू गर्दै जानुहोस्। यसो गर्नुभयो भने तपाईँको सम्बन्ध पनि राम्रो हुने र टिक्ने गर्दछ भन्दै महिला र पुरुषबीच मानव यौन जीवनसँग सम्बन्धित जानकारीमूलक भिडियोहरू बनाउने गर्दछु। यदि तपाईँलाई मेरो यस्ता खालका भिडियोहरू मन पर्छ भने मेरो यस च्यानल अर्थात् एसटी सुदीप युट्युब च्यानललाई सब्सक्राइब गरेर जोडिनु होला र आगामी दिनहरूमा यस्तै जानकारीमूलक भिडियोहरू तपाईँलाई लिएर म फेरि उपस्थित हुनेछु भन्दै अहिलेलाई म यस भिडियोबाट बिदा हुन चाहन्छु। जिन्दगीमा स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि व्यस्त रहनुहोस् भन्दै खुसी पनि हुन सिक्नुहोस्। सानो खुसीले नै तपाईँको संसार नै खुसी हुनेछ भन्दै अहिलेलाई म यस भिडियोबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।